ल है साथीहरु डुरेन हेरौँ हाम्रो यस्तो फल्छ यो चाहिँ डुरेन खासमा चाहिँ मुसाङकिङ हो। यो माथि टुप्पी चाहिँ यसमा के छ भने दुई खालको डुरेन छ के। यो चाहिँ मुसाङकिङ भयो, त्यसपछि यहाँ मुनि चाहिँ अर्कै छ ती। यो चाहिँ किमङ भन्छ यो चाहिँ हैन। यो चाहिँ किमङ भयो भनेपछि माथि मुसाङकिङ तल किमङ। यसलाई चाहिँ हामीले पहिला यसको चाहिँ टुप्पी भाँचेर यसलाई हामीले यहाँनिर जोडेको थियौँ। प्लान्टेसन गरेर चाहिँ यसलाई बनाएको के। यसको चाहिँ टुप्पी निकालेको यहाँनिर जोडेपछि चाहिँ लगभग जोडेको 3 वर्ष भन्दा अलिक बढी भयो होला। अनि अहिले चाहिँ यत्रो धेरै फलेको छ क्या दाना चाहिँ। ल हेरौँ त ल यो माथिको अर्कै डुरेन हो मुसाङकिङ। यो तलको चाहिँ किमङ। यो माथि टुप्पीको चाहिँ अझै महँगो पर्छ। यो किमङ चाहिँ अलिक सस्तो पर्छ। तर किमङ पनि राम्रो गोलो दाना छ। अनि चाहिँ यो किमङ चाहिँ खासै ठुलो दाना हुँदैन। अनि यो माथिको र तलको गरेर यो लगभग होला 40-50 दाना। यो तलको चाहिँ